एजेट पोर्टल एप्लिकेसन खोल्ने, डबल क्लिक गर्ने, डबल क्लिक गरेपछि सर्भर रन हुन्छ। यो सर्भर रन भइसकेपछि एकछिनमा अटोमेटिक एजेट पोर्टलको इन्टरफेस ब्राउजरमा खुल्छ, अटोमेटिक खुल्छ र अटोमेटिक खुलिसकेपछि प्राप्त भएको युजर नेम र पासवर्ड हालेर लगइन गर्ने र यसरी लगइन गरिसकेपछि सुरुमा खुल्ने इन्टरफेस यो रहेको छ र यो इन्टरफेस खुलिसकेपछि हामीसँग साइडमा लेयर अन अफ गर्न मिल्ने खालको यो बेस लेयर अन अफ गर्न मिल्ने छ। यो गुगल हाइब्रिडको लेयर अफ गरेर यो ओएसएम ओपनस्ट्रिटम्यापको लेयर पनि हेर्न सकिन्छ। यसरी आफूलाई कुन राम्रो लाग्छ, कुन ठीक लाग्छ सो अनुसारको बेस लेयर राख्न सकिन्छ। र यो हाम्रो लोकेसन हामी कहाँ छौँ अहिले भन्ने कुराको लागि हाम्रो लोकेसनमा जानको लागि सो मी वेयर आई एम भन्ने यहाँनिर यो छ। यसमा क्लिक गर्यो भने यसले चाहिँ हामी जहाँ छौँ त्यहाँ लगिदिन्छ, हाम्रो लोकेसनमा लगिदिन्छ यसले। र अब हामीले कुनै इन्सिडेन्ट रेकर्ड गर्नुपर्ने छ भने इन्सिडेन्ट रेकर्ड गर्नको लागि रेकर्ड इन्सिडेन्टमा क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गरिसकेपछि विभिन्न इन्सिडेन्टहरू लेजेन्ड वाइज छन्। यो ल्यान्डस्लाइड, फ्लोड, फायर, रोड ब्लक एक्सिडेन्ट, अर्थक्वेक लगायत अन्य विवरण, अन्य इन्सिडेन्ट पनि रेकर्ड गर्न मिल्छ। र सुरुमा कुनै इन्सिडेन्ट रिपोर्ट भइआएको छ भने कहाँबाट रिपोर्ट भएर आएको उक्त कुराको चाहिँ विवरण यहाँ लेख्न सकिन्छ रिपोर्टेड बाईमा। यसरी रिपोर्टरको कन्ट्याक्ट नम्बर पनि लेख्न सकिन्छ। र यो रेकर्ड गर्न लागि इन्सिडेन्ट कुन इन्सिडेन्ट हो भन्ने कुरा चाहिँ टाइपबाट सिलेक्ट गर्न मिल्छ। यसरी फ्लोड, फायर के हो, एक्सिडेन्ट, यो इन्सिडेन्टको अवस्था जटिलता चाहिँ कस्तो छ भन्ने कुरा चाहिँ यहाँबाट सिलेक्ट गर्न सकिन्छ। सेभरिटीमा लो, मोडरेट, हाई, क्रिटिकल। त्यसै गरी डेट एन्ड टाइम भएको इन्सिडेन्ट कहिले भएको हो भन्ने कुराको डेट र टाइम पनि हामीले यहाँबाट सिलेक्ट गर्न सक्छौँ। यसरी सिलेक्ट गरिसकेपछि बाहिर यसरी क्लिक गर्ने र यो ल्याटलङ चाहिँ अटोमेटिक फिल हुन्छ। हामीले लमानो कुनै इन्सिडेन्ट सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकाको वडा नम्बर 2 वडा नम्बर 4 मा भएको हो भने वडा नम्बर 4 सिलेक्ट गर्छौँ र यसरी वार्ड नम्बर 4 मा अटोमेटिक यसले वार्ड नम्बर 4 मा अटोमेटिक लगिदिन्छ नक्सालाई, हाम्रो यो बेस लेयरलाई अटोमेटिक वार्ड नम्बर 4 मा लगिदिएर यो वार्ड नम्बर 4 को एडमिनिस्ट्रेटिभ प्रशासनिक बाउन्ड्री पनि हामीले हेर्न सक्छौँ। र यसरी वार्ड नम्बर 4 को कहाँनिर घटना घटेको हो भन्ने कुरा चाहिँ यसरी हामीले हेरेर जहाँनिर घटना घटेको हो उक्त घटना घटेको ठाउँमा चाहिँ हामीले यसरी क्लिक गर्न सक्छौँ। यसरी वान क्लिकमै जहाँनिर घटना घटेको हो उक्त स्थान चाहिँ मार्क हुन्छ र उक्त स्थानको ल्याटलङ पनि यसरी यसमा ल्याटलङ फिल्डमा अटोमेटिक फिल भएर आउँछ। र यो ल्याटलङ अटोमेटिक फिल हुनको लागि चाहिँ यसलाई चेक नै गरेको हुनुपर्छ। र हाम्रो सेलेक्सन टुलमा यो विभिन्न सेलेक्सन टुलमा यो प्रदेश, जिल्ला, पालिका र वार्ड हामीले सेलेक्ट गरे हुनाले चाहिँ एरिया अटोमेटिक फिल भएर आउँछ। र क्याजुअल्टिज के छ भन्ने कुरा यो क्याजुअल्टिजको विवरण पनि हामीले यहाँ राख्न सक्छौँ यसरी। र प्रभावित हैन कुनै इन्सिडेन्टबाट प्रभावित घरधुरी पनि छ भने उक्त घरधुरीको विवरण पनि हामीले राख्न सक्छौँ। र उद्धारको लागि खटिएको टोलीको विवरण पनि राख्न सक्छौँ। टोली कमान्डरको नाम लेख्न सक्छौँ, नेपालीमा पनि लेख्न सकिन्छ। स्ल्यास दिएर युनिटको नाम पनि लेख्न सकिन्छ। टोली कमान्डरको सम्पर्क नम्बर पनि उद्धारमा खटिएको टोली कमान्डरको सम्पर्क नम्बर पनि राख्न सकिन्छ। यसरी घटनाको डिटेलमा घटनाको विस्तृत विवरण पनि राख्न सकिन्छ। उक्त घटना केसँग सम्बन्धित हो सो कुरा खुल्ने गरी चाहिँ हामीले विस्तृत विवरणमा उक्त घटनाको बारेमा पनि जानकारी लेख्न सक्छौँ। कञ्चनपुर जिल्ला पुनर्वास यसरी यो एउटा स्याम्पल भयो र घटनासँग सम्बन्धित कुनै फोटो छ भने फोटो पनि हामीले अट्याच गर्न सक्छौँ। एक्सिडेन्टको फोटो छ भने हामीले यसरी एक्सिडेन्टको फोटो पनि हामीले अट्याच गरेर सेभ गर्न सक्छौँ। यसरी सेभ गरिसकेपछि हामीले रेकर्ड गरेको विवरण यसमा सेभ भइसकेको छ र यसरी भ्यू इन्सिडेन्टमा गयो भने हामीले सेभ गरेको विवरणलाई चाहिँ हामीले हेर्न सक्छौँ। सो अल इन्सिडेन्ट्स अन म्याप गऱ्यौँ भने हामीले जति पनि इन्सिडेन्ट रेकर्ड भएका छन् सबै रेकर्ड भएका इन्सिडेन्टहरू नक्सामा हेर्न सक्छौँ। यसरी नक्सामा जति पनि इन्सिडेन्ट रेकर्ड भएका छन् हामीले हेर्न सक्छौँ र यसमा क्लिक गर्यो भने यसको विवरण चाहिँ हामीले हेर्न सक्छौँ। र भ्यू डिटेल्समा गयो भने यो अझ डिटेलमा पनि हेर्न सक्छौँ र एडिट गर्न पनि सक्छौँ। हामीले एडिट गर्नुपर्ने छ, केही चेन्जेस गर्नुपर्ने छ भने त्यो पनि गर्न सकिन्छ, डिलिट गर्नुपर्ने छ भने त्यो पनि गर्न सकिन्छ।
त्यसैगरी कुनै घटना खोज्नुपर्ने छ भने उक्त घटनालाई कुनै घटनामा कुनै विवरणहरू राखिएको छ भने उक्त विवरणको एक शब्दको आधारमा पनि हामीले सर्चमा गएर उक्त विवरणहरू खोज्न सक्छौँ। जस्तै अघि हामीले राखेको राम काजी राम भनेर राखेका थियौँ। रामसँग सम्बन्धित विवरण चाहिँ यसरी यिनी विवरणमा राम भन्ने रहेछ भन्ने कुराको रेकर्ड हामीले यसरी हेर्न सक्छौँ। शिवराम, जस्तै अघि हामीले हालेको शिवराम भन्ने शिवराम मात्रै हालेर पनि शिवरामसँग सम्बन्धित घटनाहरू कतिवटा छन्, कहाँ कहाँ छन् भन्ने कुरा चाहिँ हामीले हेर्न सक्छौँ। यसरी रिपोर्टेड बाई शिवराम पाएको हुनाले चाहिँ हामीले शिवराम हाल्ने बित्तिकै शिवरामसँग सम्बन्धित अथवा कुनै घटनाभित्रको कुनै एक शब्द मात्रै हाल्दाखेरि उक्त शब्द रहेको घटना चाहिँ हामीले नक्सामा हेर्न सक्छौँ र हाम्रो सर्च रिजल्टमा पनि आउँछ यसरी। र विभिन्न घटनाहरू जिल्ला वाइज पनि हामीले सेलेक्ट गरेर चाहिँ हामीले हेर्न सक्छौँ। यसरी कैलाली हामीले सेलेक्ट गर्यो भने कैलालीभित्रका घटनाहरू चाहिँ हामीले हेर्न सक्छौँ। र यो हाम्रो कैलाली जिल्लाको चाहिँ बेस लेयर अफ गरेर कैलाली मात्रै पनि हामीले नक्सामा कैलालीको एडमिनिस्ट्रेटिभ लेयर मात्रै पनि हामीले हेर्न सक्छौँ। यसरी हामीले हेर्न सक्छौँ र यो टाइपको आधारमा पनि हामीले यसलाई चाहिँ फिल्टर गर्न सक्छौँ। विभिन्न इन्सिडेन्टहरूलाई चाहिँ यसको टाइपको आधारमा पनि हामीले फिल्टर गरेर हेर्न सक्छौँ। जस्तै फ्लोड मात्रै हेर्नु पऱ्यो भने चाहिँ फ्लोड मात्रै कहाँ कहाँ छ भन्ने कुरा हामीले हेर्न सक्छौँ नक्सामा। र यो टाइम पिरियडको आधारमा पनि इन्सिडेन्टहरूलाई हामीले सेलेक्ट गर्न सक्छौँ। र यसरी रेकर्ड भएका इन्सिडेन्टहरूलाई हामीले डाउनलोड पनि गर्न सक्छौँ। यसरी डाउनलोड CSVमा गयौँ भने यसरी CSVमा चाहिँ हाम्रो CSV फर्मेटमा इन्सिडेन्ट डाउनलोड भएर आउँछ। यसरी हामीले डाउनलोड गरिसकेपछि डाउनलोड गरेको फाइल यहाँ आएर डाउनलोड भएको छ र यसलाई खोलेपछि हामीले एक्सेलको रूपमा चाहिँ यसमा भएका विवरणहरू चाहिँ हामीले हेर्न सक्छौँ। अघि नेपालीमा लेखिएको चाहिँ यसरी बिग्रेर फन्ट बिग्रेर आयो भने चाहिँ यसलाई क्लोज गरेर जस्ट यो फाइललाई नखोलिकन यसलाई चाहिँ राइट क्लिक गरेर एडिट इन नोटप्याड गरेर र यो फाइलमा गएर सेभ एज गरेर इन्कोडिङमा UTF-8 विथ बोम गऱ्यो भने चाहिँ र यसमा चाहिँ के नामले सेभ गर्ने हो त नाम चाहिँ यसरी हामीले हाल्यो भने चाहिँ जस्तै मानौँ ल 1 भनेर हालेँ। यसरी यसलाई सेभ गऱ्यो भने चाहिँ यसरी सेभ गरिसकेपछि यो सेभ एज गरेको फाइल यो हो। यसलाई खोलिसकेपछि हाम्रो नेपाली फर्मेटमा नेपाली फन्टमा पनि मिलेर आउँछ। यसरी नेपाली फन्ट चाहिँ मिलेर आउँछ। यसरी नेपाली फन्टमा आइसकेपछि पनि हामीले यसलाई मजाले हामीले विवरणहरू हेर्न सक्छौँ र यो फन्टलाई हाम्रो कालीमाटीमा पनि हामीले चेन्ज गर्न सक्छौँ। र हामीले यसरी एक्सेलको रूपमा पनि हामीले रेकर्ड गरेका इन्सिडेन्टका घटनाहरू चाहिँ राख्न सक्छौँ। चाहिएको कोलमहरूलाई चाहिँ राखेर नचाहिएको कोलमहरूलाई हटाएर चाहिँ हामीले यसरी एक्सेलको रूपमा पनि रेकर्ड गरेका घटनाहरूलाई चाहिँ हामीले राख्न सक्छौँ। र अटोमेटिक विभिन्न घटनाहरू घटेको लोकेसनको जहाँ हामीले मार्क गरेका हुन्छौँ उक्त स्थानहरूको ल्याटलङ पनि अटोमेटिक आएर बसेको हुन्छ यसरी। र जति पनि फिल्ड नचाहिने फिल्ड छ नचाहिने फिल्डलाई हामीले हटाउन सक्छौँ र चाहिएको फिल्डलाई राखेर एक्सेलमा पनि हामीले एक्सेलको रूपमा पनि हामीले यसरी डाटालाई राख्न सक्छौँ। र यसरी राखेका डाटालाई चाहिँ हामीले जहाँ पठाउनु पर्ने ठाउँमा चाहिँ हामीले पठाउन सक्छौँ। CSVको रूपमा चाहिँ आएको डाटालाई डाउनलोड भएको डाटालाई हामीले पठाउन सक्छौँ र हामीले पठाइसकेपछि हामीले पठाएको डाटा अरू कसैले इम्पोर्ट गरेर पनि हेर्न सक्छ। जस्तै अघि एड गरेका डाटाहरू चाहिँ हामीले इम्पोर्ट गरेर पनि हेर्न सक्छौँ। जस्तै रेस्क्यु टिमको इम्पोर्ट गर्छु म, रेस्क्यु टिममा केही पनि छैन। यसरी इम्पोर्ट CSV गऱ्यो भने जति पनि डाटा चाहिँ पठाएर अथवा हामीले पठाएको डाटा चाहिँ अरू कसैले खोल्नको लागि चाहिँ यसरी इम्पोर्टमा गएर चाहिँ यो डाटा इम्पोर्ट गर्यो भने चाहिँ यसरी इम्पोर्ट भइसकेको छ। यसरी इम्पोर्ट भइसकेपछि यो रेस्क्यु टिममा पनि डाटा आयो। यसरी कसैले डाटा पठायो र पठाएको डाटा चाहिँ हामीले हेर्न खोज्यौँ भने चाहिँ यसरी 1 क्लिकमै इम्पोर्ट गरेर हामीले डाटाहरू हेर्न सक्छौँ। यसरी डाटाहरू आयो र भ्यू इन्सिडेन्टमा गएर सो रेस्क्यु टिम अन म्यापमा गएर पनि हामीले यसरी हेर्न सक्छौँ। CSVमा पनि डाउनलोड गर्न सकियो र एक्सपोर्ट जेसन भनेर छ, जेसनमा पनि एक्सपोर्ट गर्न सकियो। यसमा फरक भनेको एक्सपोर्ट जेसनमा डाउनलोड गर्यो भने चाहिँ हाम्रो यो इभेन्टमा भएको फोटो पनि यो फाइलमा चाहिँ डाउनलोड भएको हुन्छ र
अरूलाई सेन्ड गरिसकेपछि जसले त्यो फाइल पाउँछ र उसले चाहिँ यसरी इम्पोर्ट गर्दाखेरि इम्पोर्ट जेसन गर्दाखेरि यो फोटो सहितको डाटा चाहिँ इम्पोर्ट भएर आउँछ। फोटो लगायतका डाटा छ भने एक्सपोर्ट जेसन गरेर पठाउँदाखेरि चाहिँ फोटो सहितको डाटा आउँछ र CSV मा डाउनलोड गर्यो भने चाहिँ एक्सेल जसरी चाहिँ हामीले डाटा हेर्न सक्छौँ।